एनपीएल सिजन 3 को एक्साइटमेन्ट अब अफिसियल रूपमै सुरु हुन लागेको छ किनभने नेपाल प्रिमियर लिग सिजन 3 को अक्सन जुलाई 6 मा हुन लागेको छ। यो अक्सनले नै आगामी सिजनको अलमोस्ट सबै फ्रेन्चाइजको कोर टिम डिसाइड गर्नेछ। कुन टिमले कुन प्लेयर्स किन्छ, कसले आफ्नो विकनेस कभर गर्छ र कुन प्लेयरमाथि सबैभन्दा ठूलो बिडिङ हुन्छ, यी सबै प्रश्नहरूको जवाब हामी जुलाई 6 मा पाउने छौं। आजको यो भिडियोमा हामीले एनपीएल सिजन 3 अक्सनको कम्प्लिट प्रोसेस, प्रत्येक फ्रेन्चाइजको रिमेनिङ पर्स र यो सिजनको अक्सन पछिल्ला सिजन भन्दा किन अलिकति फरक छ भन्ने कुरा डिटेलमा डिस्कस गर्नेछौं। त्यसैले भिडियोलाई लाइक गर्दै अन्तिमसम्म हेर्नु होला। सबैभन्दा पहिला क्यानले जुलाई 6 मा एनपीएल सिजन 3 को अक्सन अर्गनाइज गर्ने अफिसियल अनाउन्समेन्ट गरिसकेको छ। यो सिजनको अक्सन सिजन 2 भन्दा लगभग 1 महिना अगाडि हुन लागेको छ। सिजन 2 को अक्सन पनि सिजन 1 भन्दा छिटो भएको थियो। यसले के संकेत दिन्छ भने टुर्नामेन्टको शेड्युल पनि सायद पछिल्ला सिजनहरू भन्दा छिटो नै हुन सक्छ। तर अहिलेसम्म अफिसियल फिक्चर भने पब्लिक भएको छैन। अब अक्सन प्रोसेस कसरी हुन्छ त? सबैभन्दा पहिला इन्ट्रेस्टेड प्लेयरहरूले क्यानको अफिसियल रजिस्ट्रेसन प्रोसेसबाट अक्सनमा आफ्नो नाम रजिस्टर गर्न पर्छ। रजिस्ट्रेसन प्रक्रियापछि प्लेयर्सहरूलाई क्याटेगोरी ए, बी र सी मा डिभाइड गरिन्छ अनि अक्सनको दिन लकी ड्रको माध्यमबाट क्याटेगोरी भित्र प्लेयर्सको नाम बोलिन्छ। जुन फ्रेन्चाइजलाई त्यो प्लेयर चाहिन्छ उसले बिडिङ सुरु गर्छ। यो प्रोसेस पछिल्ला 2 सिजन जस्तै हुने देखिन्छ। यो कुरा बुझ्न पनि इम्पोर्टेन्ट छ कि एनपीएल अक्सनमा नेपाली प्लेयर्स मात्र अक्सनबाट सिलेक्ट हुन्छन्। फरेन प्लेयर्सहरूको लागि अलग्गै साइनिङ प्रोसेस हुन्छ। अक्सन पछि फ्रेन्चाइजहरूले डाइरेक्ट नेगोसिएसन गरेर कन्ट्र्याक्ट मार्फत ओभरसिज प्लेयर्सहरू साइन गर्न पाउँछन्। त्यसैले अक्सनको मेन फोकस कम्प्लिटली डोमेस्टिक नेपाली ट्यालेन्टमा हुन्छ। यो सिजनको अक्सन अर्को कारणले पनि धेरै इम्पोर्टेन्ट रहेको छ। यो एनपीएल को स्टेज 1 को अन्तिम अक्सन हो। जब एनपीएल सुरु भएको थियो त्यतिबेला मार्की प्लेयर सिस्टम इन्ट्रोड्युस गरिएको थियो। प्रत्येक फ्रेन्चाइजले एउटा मार्की प्लेयरलाई 3 वर्षको कन्ट्र्याक्टमा 20 लाख रुपैयाँ स्यालेरीमा रिटेन गर्न पाउने रुल बनाइएको थियो। यस सिस्टमको अब्जेक्टिभ सबै टिम्सहरूलाई ब्यालेन्स गर्ने र हेल्थी कम्पिटिसन क्रिएट गर्ने थियो। अब यो 3 वर्षको कन्ट्र्याक्टको अन्तिम सिजन आइपुगेको छ। त्यसैले यो सिजन पछि मार्की प्लेयर्समा केही ठूलो चेन्ज आउन सक्ने सम्भावना पनि देखिन्छ। अब क्याटेगोरी सिस्टमको कुरा गरौँ। प्लेयरहरू क्याटेगोरी ए, बी वा सी मा रजिस्टर गर्न सक्छन्। क्याटेगोरी ए को बिडिङ 10 लाखबाट सुरु हुन्छ र म्याक्सिमम 15 लाखसम्म पुग्न सक्छ। क्याटेगोरी बी को बिडिङ 5 लाखदेखि 10 लाखसम्म हुन्छ र क्याटेगोरी सी मा 2 लाखदेखि 5 लाखसम्म। यदि कुनै प्लेयर्सको बिडिङ उसको क्याटेगोरीको म्याक्सिमम अमाउन्टसम्म पुग्यो र त्यसपछि पनि 2 वा 2 भन्दा बढी फ्रेन्चाइजहरूले इन्ट्रेस्टेड देखाए भने लकी ड्र सिस्टम युज गरिन्छ। जसले ड्र जित्छ त्यो फ्रेन्चाइजले त्यो प्लेयर आफ्नो टिममा इन्क्लुड गर्न पाउँछ। यो रुल पछिल्ला सिजनहरूमा पनि युज भएको देखिन्थ्यो। अक्सनको अर्को इन्ट्रेस्टिङ पार्ट भनेको अनसोल्ड प्लेयर प्रोसेस। यदि क्याटेगोरी ए को प्लेयरको फर्स्ट राउन्डमा बिगेनन् भने उसलाई क्याटेगोरी बी मा शिफ्ट गरिन्छ। क्याटेगोरी बी को प्लेयर पनि बिगेनन् भने क्याटेगोरी सी मा झर्छन्। त्यसपछि अर्को राउन्डमा फ्रेन्चाइजहरूले फेरि बिडिङ गर्न पाउँछन्। यसले गर्दा फर्स्ट राउन्डमा अनसोल्ड भएका प्लेयर्सहरूले पनि सेकेन्ड चान्स पाउने सम्भावना धेरै हुन्छ। अब स्क्वाड स्ट्रक्चरको कुरा गरौँ। एनपीएल को एउटा टिममा लगभग 15 देखि 16 प्लेयर्सहरू हुन सक्छन्। प्लेइङ 11 मा म्याक्सिमम 4 जना फरेन प्लेयर्स मात्र खेल्न पाउँछन् भने फ्रेन्चाइजको स्ट्र्याटेजी अनुसार स्क्वाडमा 4 देखि 6 जना ओभरसिज प्लेयरहरू राख्न मिल्छ। नेपाली प्लेयरको कुरा गर्ने हो भने मार्की प्लेयर सहित टोटल 11 जना नेपाली प्लेयर्स स्क्वाडमा हुन्छन्। यसपछि एउटा प्लेयर्स लोकल ट्यालेन्टबाट एड गरिन्छ। बाँकी स्लटहरू ओभरसिज प्लेयरले कम्प्लिट गर्ने गर्छन्। अक्सन भन्दा अगाडि नै धेरै फ्रेन्चाइजले आफ्नो रिटेन्सन लिस्टहरू पब्लिश गरिसकेका छन्। धेरै टिमले 6 वा 7 जना प्लेयर्सहरू रिटेन गरेका छन्। त्यसैले अक्सनमा उनीहरूलाई धेरै प्लेयर किन्नु पर्दैन। मेन फोकस आफ्नो रिमेनिङ विकनेस कभर गर्नुमा हुनेछ। तर जनकपुर बोल्ट्सको सिचुएसन चाहिँ अलि फरक रहेको छ। जनकपुर नै एकमात्र फ्रेन्चाइज हो जसले आफ्नो मार्की प्लेयर रिटेन गरेको छैन। रिटेन्सन लिस्टमा पनि उनीहरूसँग सबैभन्दा कम मात्र 5 जना प्लेयर्सहरू छन्। यसले गर्दा अक्सनमा उनीहरूलाई अरू फ्रेन्चाइज भन्दा धेरै काम गर्नुपर्ने देखिन्छ। टिमको कोर नै रिबिल्ड गर्नुपर्ने भएकाले प्रेसर जनकपुरमाथि हुनेछ। अब पर सिस्टमको कुरा गरौँ। प्रत्येक फ्रेन्चाइजलाई अक्सनको लागि म्याक्सिमम 90 लाख रुपैयाँ एलोकेट गरिन्छ। यो बजेट मार्की प्लेयरको स्यालेरीसँग रिलेट हुँदैन। मार्की प्लेयरको 20 लाख अलग बजेटबाट आउँछ। त्यसैले मार्की रिटेन गरेको टिमले ओभरअल प्लेयर बजेट लगभग 1 करोड 10 लाख रुपैयाँसम्म युज गर्न सक्छन्। रिटेन्सन पछि रिटेन प्लेयरहरूको स्यालेरी यही 90 लाखबाट डिडक्ट हुन्छ अनि बाँकी रहेको पैसा अक्सनमा सेन्ड गर्न सकिन्छ। त्यसैले कुन फ्रेन्चाइजसँग कति पर्स बाँकी छ भन्ने कुरा अक्सनको सबैभन्दा इम्पोर्टेन्ट फ्याक्टर मध्ये एक हो। जनकपुरले मार्की प्लेयरलाई रिटेन नगरेको कारणले टेक्निकली उनीहरूसँग मार्की स्लट फिल गर्न त सक्छन्। तर प्रब्लम के छ भने टप डोमेस्टिक प्लेयरहरू धेरै जसो अलरेडी रिटेन भइसकेका छन्। त्यसैले मार्की लेभलको प्लेयर पाउनु अलि गाह्रो देखिन्छ। साथै सेम पर्सबाट एउटा एक्स्ट्रा प्लेयर पनि किन्नुपर्ने हुन्छ। यही कारणले जनकपुर अक्सनमा अरू फ्रेन्चाइज भन्दा अलि डिसएडभान्टेजमा देखिन्छ। अक्सन पछि अर्को एक्साइटमेन्ट हुनेछ ओभरसिज प्लेयर साइनिङ। यो सिजन एक्टिभ फुल मेम्बर नेसनका प्लेयर्सहरू फेरि देख्न पाइन्छ कि पाइदैन त्यो अफिसियल एनाउन्समेन्ट आउन बाँकी नै छ। यस्तै एनपीएल को यो सिजन एउटा मात्र स्टेडियममा हुन्छ कि अरू स्टेडियममा पनि एड हुन्छ यो पनि हेर्न बाँकी
बाँकी नै छ। यो पटकको अक्सन स्पटलाइटको सेन्टरमा विकेट किपर ब्याट्सम्यान आशिष चौहान देखिन्छन्। लगभग सबै फ्रेन्चाइजहरूको आँखा उनीमाथि हुने पक्का जस्तै छ। अब हेरौँ प्रत्येक फ्रेन्चाइजको रिमेनिङ पर्स। काठमाडौँ गोर्खाजको 25 लाख रहेको छ, चितवन राइनोस 32 लाख, सुदूरपश्चिम रोयल्स 32.5 लाख, कर्णाली याक्स 34 लाख, पोखरा एभेन्जर्स 36.5 लाख, लुम्बिनी लायन्स 40.25 लाख, जनकपुर बोल्ट्स 42.25 लाख र त्यसै गरी विराटनगर किङ्ससँग 42.5 लाख रुपैयाँ रहेको छ। अब तपाईलाई के लाग्छ, कुन फ्रेन्चाइजले यो अक्सनमा सबैभन्दा राम्रो स्ट्र्याटेजी युज गर्छ र कुन प्लेयर्समाथि सबैभन्दा ठूलो बिडिङ हुन सक्छ? आफ्नो प्रतिक्रिया कमेन्टमा दिनुहोस् र नेपाल क्रिकेट सम्बन्धी सम्पूर्ण अपडेट एनालाइसिसको लागि हाम्रो च्यानल द क्रिकेट नट सब्स्क्राइब गर्नुहोस्। धन्यवाद।